आदरणीय दर्शकबिनहरु नमस्कार। तपाई अहिले हेर्दै हुनुहुन्छ जेके फिल्म्स नेपाल र जेके फिल्म्स नेपालमा हामीहरूले तपाईको लागि विभिन्न समयमा विभिन्न किसिमका रोचक, मनोरञ्जनात्मक त्यस्तै ज्ञानमूलक म्युजिक भिडियोहरू प्रस्तुत गर्दै आइरहेका छौं। आजको श्रृंखलामा भने हामीहरूले मानव स्वास्थ्यमा अमलाको सेवनले के कस्ता फाइदाहरू गर्छन् यसबारे जानकारी दिन लागिरहेका छौं। अमला स्वादमा हल्का अमिलो भए पनि स्वास्थ्यका लागि भने निकै फलदायी फल मानिन्छ। तिरपलाको 3 औषधि मध्ये एक अमला जडीबुटीमा पर्छ। अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पूजनीय फलको रूपमा पनि मानिन्छ। तीनवटा सुन्तला भन्दा एकवटा अमलामा बढी भिटामिन पाइन्छ। अमलाको फेदमै बसेर खाना खानुले मात्र पनि शरीरमा रहेका विभिन्न रोगहरू निको हुन सक्छन्। अमलाको दैनिक सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ। किडनी सम्बन्धी रोगहरू लाग्दैन। दैनिक अमलाको जुस बनाएर खानाले शरीरमा रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एकवटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्दैन। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुको साथै कपाल फुल्नबाट पनि जोगाउँछ। अमलाले युवाहरूमा यौवन शक्ति प्रदान गर्नुको साथै वृद्धहरूमा युवा अवस्थामा जस्तै जोश र जाँगर प्रदान गर्दछ। प्रत्येक दिन एउटा अमला खानाले पेट सफा राखिरहन्छ। कब्जियत लगायत पेटमा देखा पर्ने विभिन्न समस्याहरू हुन पाउँदैन। ग्यास्ट्रिक समेत कन्ट्रोल गर्नको लागि यसले मद्दत गर्छ। दैनिक अमलाको जुस बनाएर खानाले आँखाको रोशनी बढी र शक्तिशाली बनाउँछ। दैनिक अमलाको सेवन गर्नाले पत्थरी हुनबाट पनि जोगाउँछ। हवस् त, आजको प्रस्तुति तपाईलाई कस्तो लाग्यो कृपया हाम्रो कमेन्ट बक्समा गएर तपाईले कमेन्ट र प्रतिक्रिया दिन सक्नुहुन्छ। र आगामी दिनमा तपाईहरूले के कस्ता भिडियोहरू चाहनुहुन्छ त्यसबारे पनि तपाईले हामीलाई कमेन्ट बक्समा सल्लाह सुझाव दिनुभयो भने हामी त्यही अनुसारका भिडियोहरू प्रस्तुत गर्दै जानेछौँ। अर्को अङ्कमा नयाँ विषयवस्तुका साथमा तपाईँ हाम्रो भेट हुने नै छ। आजका लागि भने छुट्टिनु पर्ने हुन्छ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। तपाईको दिन शुभ रहोस्। नमस्कार।